दुनामा चढाइदिनु खोइ दुना के अगाडि छ दुना कसै भने त्यहाँ नम नम है ल कोहीको पैसाले जल चढाएर पूजा गर्नु नैवेद भन्न बाटा धुप्रे भन्छु नि मेरो बाटा धुप्रे एउटा कुसो टुक्का लिएर उठाउने अध्यक्ष देशका साहित्यको सम्झेर हत्यानामा जगत खण्ड दान कर्मना बोल्यो ओ दादा अध्यक्ष देशका साहित्यको सम्झेर हत्यानामा जगत खण्ड दान कर्मना प्रतिष्ठा सङ्घ ब्राह्मण दान प्रतिष्ठा तोड्ने पूज्य महान सन्त जदे ओम स्वस्ति गुनामा हाल्दिनु जलले 3 पटक दाहिने पारेर गुनाइदिनु ओम यानी पानी जता पानी जन्म दर्द खाली पानी सर्दा अनि नचन्दे पदे पदे मपट्टि घिसारेर नमस्कार गरिदिनु प्रज्वल आएको अति सोचेको उसलाई शान्ति रंगरी शान्ति वृद्धि शान्ति शान्ति वनस्पतये शान्ति ब्रह्मा शान्ति सर्वभूत शान्ति शान्ति खड्कुलोमा पूजा गर्नु पर्यो अब खड्कुलो पूजा गर्नु होला के गर्ने हात अहिले हाल्ने पूजा हातले बेला भाषाले पूजा गर्नु हात हाल्नै सुरु हतार खाल पूजा जल चढाउनु हिजो 3 धान गर्ने जितेछ मेरो सब बोल्नु न यो पूजा गर्ने हो जल चढाउनु त्यो चाहिँ मैले हेर्नै पाइनँ दिउँसै हेर भने त दौडी मान्छे कति बाटो हिजो मलाई त पसल खाने के अरे पसल होइन देखाउने यसलाई मसँग त जित्नलाई त सम्झिने हो नि खै नैवेद चढाउ त्यो गर्छु नि मैले तिमी नैवेद चढाइन्छ फुल चढाउ पैसा चढाउनु पर्छ पैसा निकालेर बाहिर राखिदिँदा हुन्छ त्यो खुवाएर ए यो होइन अर्को पैसा निकाल यहाँ राख्नु त्यो चाहिँ जान्छ त्यो ऐनाको उतिरै राख्नु त्यो निकाल बाटा धुपाइ पुगेन जस्तो यो आज त्यही हुन्छ नि स्पिकर ल्याउनु पर्छ अहिले हरि अङ्कलले स्पिकर दिन्छु भनेको थिएँ त स्पिकर दिन्छु घल्ल घर आछ लिन आइज भनेर थिएँ अनि हरि अङ्कल नि हिँडे दादा फोटोसोटो हाल्नु हो र अब फोटो हान्ने होइन उ त्यही भिडियो मात्रै हो हामीलाई भिडियो मात्रै भेट्छ स्क्रिनसट हाले भइहाल्यो त्यही भनेको मैले त्यही भएर झन् हाई क्वालिटी आउँछ म फोटो भन्दा त म त त्यही भिडियो हो गर्ने ऊ मेरोमा छ नि मेरोमा त स्पेसै स्पेस यसरी घाममा बसेपछि म गोरो हुन्छु त कालै त मभन्दा कालो त भने विदेश बसेर आउँछु कन्त गोरो अनि विदेश बसेको त यहाँ एक हप्ता हो सबैजना विदेश भन्नु त विदेश बसेर आएको मान्छे भने मभन्दा कति कालो यही कालीले त मन चोरेको होइन मैले साइड लाउने एकदम यो टु साइड यो चाहिँ माछा माछा त्यसलाई लुकाउँछु यहाँ लुकाइदिनु भाउजूले नहेर्ने तिमी लुकाउनु ल तिमी आँखा चिम्मो बाटा धुपनी भयो त्यो मैले होइन मैले केही गरेँ अब भनेर बेटौरी ल खोल्नु पर्दैन त्यो होइन कि मुखमा लुक्सेर एकदमै के हुन्छ केही पनि के हो अब छोडिदिनु त्यो बेडरुममा त्यही भएर त्यो ननिकाल अब छोडिदियो नहुने ननिकाल यसले कपालै खौरिन है बा मेरो घरमा यो बेहुलो कामै नलाइ अस्ति मैले काम त गर्नु मैले भन्ने खौरिन त यतापट्टि खौरिन त खौरिन यहाँ त कति थरीको छ ए तेरी त के कुरा गरे
माइ गड भेट्नै पर्छ उतै छ ऊ त्यहाँनिर छ कहाँ पो छैन खोइ यहाँ त शालिग्रामै शालिग्राम ఇలా భని దొంగ शालिग्राम त राजको अङ्क యాయవా दुईटा हातले बनाउनु पाएन अब चाहिँ यत्रो यो घर खान्छ त भेट्दै भेट्दैन घडे पानी बसेको ढिला होस् चाँडो होस् सीमालाई फोन गर्दा सीमा घरै नभए अब यी कहाँ हाल्यो यो मान्छेले छैन के हो हालेको सीमाको नम्बर त छैन होला आधा घन्टा भेटिँदैन कसरी भेट्छ त्यसरी त खन्दै मिल्दैन भित्रैबाट छानेर निकाल्नु पर्छ त्यहाँ सिस्नो पनि होला है फेरि सिस्नु हो होला त्यो नि हेर न छ्या यो कपडा त माथि माथि आउँछ होइन तैरेर सीमाको नम्बर छैन मसँग भोलि मैले चाहिँ यो माथि हेर्न मिल्दैन भने हाल्न त हाल्दै छ के गरे त्यो भित्रैबाट छिर्नुपर्छ भेट्टा ल भेटिहाल्यो ए ल यस्तो ताल छ ल अब के गर्नु होला तिमीले अबै नि त ल उता उता हेर्नु उता हेर्नु ल हेर नानी हो हेर्न पाइँदैन के गरे यो ल ल छिटो हाल हालिसक्यो ए हाल्छ ल खोज्नु खोज्नु उठ्दै भएन भेट्न भेट्न यसमा टाइमर हुन्छ के टाइमर त हजुर ल के भने अहिले गाला आएर फेरि ए फेरि मेरै पालो भयो ए भयो भने कति बेर लाग्यो यो मान्छे कहाँ लुकाइरहेको छ ल बा हालेको ल बा वा कहाँ भइछ होइन ल बेटा ल एकचोटि लास्ट तपाईँ गर्नु ए आहा हेर्छ कस्तो भेर यो मान्छेले हेर्नु भएको छ कसम उता हेर्नु ल उता हेरिसक्यो यो बा ल हेर्नु ल बाहिर राखिदिनु भयो क्या यत्रो साग के के अलि यता राख्नु बाबु तातो आउँछ घाममा बसिरहेको छ अरे यस्तो गर्दा अर्को हात डर लाग्यो नि आमै कुराहरू ल तिनीहरूलाई टोकेले ए राखिदिनु यसलाई यही पानीमै हाल्नु के समरबिन्दु के हो सबै ल है लास्ट त्यस्तो बनाउनु भएन नि त्यो लगन काठको बिचमा राख्नु त ल लगन गाठ मिलाउ त्यहाँ ल मिल्छ मिल्छ राम्रो त्यो खोल्नु पहिला लगन उता गाठ एकअर्कातिर फर्क पैसा हुन्छ त पैसा 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 जनै पैसा सुपारी पान पैसा पैसा सबै थोक हुन्छ मोबाइल यहाँ सामु त्यो उयो एउटा बसा चाहिँ हटा भयो अनि त्यो साँच्ची गलाइदियो त अलिक बस्नु छैन त्यही साइड चाहिँ उसलाई यो चाहिँ हटाउने क्या सबै त्यस्तो रहेछ त्यो होइन त्यही भएर मैले उसले देखाएको कति गाँठा पारेको के भने तैँले खोली खोल्नु खोल केटाले खोलिदेऊ दुलैले जिम्मा लगाइदेऊ मेरो तपाईँले ढोकिदिनु राम्ररी खुट्टा 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 त्यो ढोक्न ओहो नि त नि यस्तो दिन कस्तो अब यस्तो फोटो हाल्नु पर्ने ऊ चाहिँ भिडियो भिडियोमा आइहाल्छ नि त्यो भिडियोमा आउँछ नि त्यहाँ ए यस्तो भयो पैसा नदिनु ए पैसा दिनुपर्छ अब ल पैसा दिनुपर्छ अब डिमान्ड के गर्नुहुन्छ त्यही अनुसार है कति माग्नु पर्छ नानी माग माग होइन कति चाहियो त्यो त हुँदैन त्यो त हुँदैन बेइज्जत होइन त्यो त उसले लिँदै लिँदैन आफू जति यो कति पाइन्छ त्यो ढोके अनुसार हुँदैन छ्या यो के गरे तैँले भएन ल भए भर्खर नोट रहेछ ल स्वयं निस्किन्छ अब ल उ उसको पैसा हो कहाँ चाहियो 5 अब 1000 अझ हुँदैन अब 1000 पुगेन नि
कति हाल्ने अब अर्को हजार ठिक कसैले पनि हो भएको जति देखेँ अरे होइन भइगयो अब यो मेरो भन्छ त्यो तिम्रो है त्यो राखेकै भयो तर त्यो ढोकामा दिएको त नानीकै हुन्छ सबै मेरो भोलि नानीको भए पनि के भने भोलि त्यो बुढाबुढी हो अनि त्यही हो यात्रा त गर्न पर्छ नि होइन ढुङ्गाभर माटा माटा अब पैसा ब्याग राखेर पशु दुलैले राखेर खुलाको खुट्टा धोएर खुट्टाको पानी खाने चलन छ होइन अब खाने नखाने अब जेनेरेसन अनुसार खाने कस्तो त्यस्तो त हुँदै हुँदैन त्यसरी पैसा दिनुपर्छ है खुट्टा धोएर त्यस्तै खान्छु खुट्टाको पानी पानी होइन भएको नि त्यत्रो अब मेरो होइन, बुवा सबै त्यसै खान्छु र। मेरो सबै रिताएर त्यो जुठो खाएको एउटा गोटा मुनि राख्नु त त्यो मुनि राख्नु यो त सित्तैमा यो त मेरो भन्छ यो त सित्तैमा नानी अहिले त्यो पशु राख्नु यो सबै मेरो ए कति रहेछ यति त रहेछ नाटक अझ त्यति त रहेछ जानु गरेर लिएर आउनु यो पहिले पानी खाऊ हुँदैन त्यो त अब नानीको हो त्यो यो त नानीको भयो बिना पानी खाइ त कहाँ अब त्यो गोला पानी खाएपछि पैसा नदी सुको पाइँदैन यो नि हो रे बुवाले भने अनि जुठो खाएपछि पैसा नदी सुको पाइँदैन अब जानु लिएर आउनु के पाँच त्यसै खान्छु म यहाँ कार्डमा यसमा पैसा छ यसमा पैसा छ यत्रो दिएर पनि अझ हुँदैन जानु है जानु हुँदैन ल छिटो गर जल हाल्नु पर्ने दुनामा 20 रुपैयाँ अहिले यही दिन यसमा डिमान्ड गर्न पाइँदैन पाइन्छ है बुवा त्यो जुठो आएको त पाइँदैन डिमान्ड जे गरेन पाइन्छ अब जानु भने म त खाँदिनँ न त खुट्टा पनि खाँदा त्यसै ल म यही नै दिन्छु ल त म कालाउने मान्छे हुँदैन यही दिन्छु ल ल यति दुईटा दियो ल ओ साँच्ची ल कानकै मुन्दा बनाउने कानको मुन्दा पनि निकाल्नु कहाँ माथि गएर आउँछ तागतलाई नि यस्तो प्रोटिनको कुरो खाएरी पनि त्यो आउनु पऱ्यो नि त त्यसो कोही भन्न पाइन्छ र धोइदेऊ नि त नि त्यही धोए त्यो नहाल्नु त्यो फर्कुलोको नहाल्नु अर्को हाल्नु बरु त्यही दुनाको जम्मै पानी हाल्नु फेरि पखाल्नु खाऊ प्रोटिन मजाले धोऊ भनेर तिनचोटि है आनन्दले चारैचोटि खान्छौ भने त्यस्तो ढोकिदिने आशीर्वाद दिँदा नि हुन्छ भाग्यमानी भए बुढी भाग्यमानी भए उन्नति प्रगति गरे बुढाले मारे दुनालाई हटाइदिनु त्यो दुनाहरूलाई हटाइदिनु अहिले त्यो त लाखौँ भइसक्यो अहिले दिने त्यही भएर त अब यो जुठो खानु पनि छ यो मान्छेले मलाई होइन खुट्टा ढोकाएको मात्रै पैसा जुठो खाएको नि अब यो जुठो खाएको त म त खाँदिनँ कसारलाई त्यो माथि गएर पैसा लिएर नै म त खाँदिनँ हो कि गुरुबा हुन्छ त किनभने खुट्टा पनि खाएको नि मैले सिक्दैन हुँदैन हुँदैन अब हुन्न अरे के किन हुँदैन जे पनि लास्टै गाएर हिजो पनि मलाई पर्स दिनुभएको थियो तर मैले उहाँलाई नै फिर्ता दिएको थिएन उहाँ भने कति हिजोको पर्स मलाई तिमी सोझे दाइ खुट्टा पनि सित्तैमा खाइदिइहाल्नु भने $20 यो दिए त्यो मान्छेको माग है त्यो फिर्ता माग्यो भने आएर बजाउने यो मान्छेले आज त बन्द सब पैसा मेरो आयो मिल्दैन हो र
तिमीहरू रिमाइन्डर बस्न छोड्दै कहिले गर्दा म्याक्सिमम् कता कस्तो उज्जवल प्रज्वल आएको थियो सोधिदिएको थियो क्या को को थियो ए सानो ठुलो हजुर सानो ठुलो लाइसेन्स हो कि हाम्रो मामा आउनु सजितको मामा अर्को होइन त्यसको मामा दृष्टि दाइजु यस्तै बुढी अर्का छोरी त्यसै ल्याउनु पाइन्छ पहिला खाने यो खाइसकेपछि मात्रै देखाइन्छ यस्तो तिमी उ गर त एउटा कसारलाई त्यहाँ घिउमा चोप आमा छोरी है म त फेरि छिटो आधी तिमी यो किन फुकाले यसले त राम्रो देखिरहेको थियो यो फुकाले किन यी मलाई पल्लो अहिले अहिले बसेर फेरि उ गर्नु होला लागेको पनि हुन्छ गाली गर्नु अहिले फेरि होइन सोसाइटीमा रोजगार बुढापाकाले आएर ट्याक्छ के भन्दैन नमन्दा त्यो ओडा मात्रै क्या मलाई कस्तो असुविधा लाग्यो हिजोको बेहुली त आज अब चिजिनलाई सबैले खान्थ्यो न भयो म त धेरै खाने उसलाई देऊ घिउ नभएकोपट्टि दिनु खान्दिनँ कस्तो माथि हाल्नु खाँदैन नि भाइ खान्दिनँ नि पाइन्छ त्यसै पाइन्छ ए त्यो बुढे खाऊ कहाँ अब नदेऊ न त त्यो त मिल्दैन अरू बेला जे जस्तो भयो नि अहिले यहाँ मिल्दैन हो यहाँ मिल्दैन यो त्यो सबै खाऊ कहाँ सकाउनु पर्छ खानु त्यो सकाउनु पर्छ भने आमा यत्रो कसरी मलाई चाहिँ किन यति धेरै यादैन त्यो खानु त पर्छ नि उसले माया गर्छ नि धेरै दिन्छ अन्त घिउ खान्न क्या मलाई कस्तो बल्ल मेरो बहिनी ल खाऊ ल नानी अब त्यो त्यहाँ भिडियो कस्तो राम्रो खिचिरहेको हेर त उ त्यहाँनिर उ त्यहाँनिर छ क्यामेरा हो त्यहाँनिर हेर त कति